प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई सहितको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन्। उनले धरानवासीले खानेपानी पिउन पाउनुपर्छ, यो प्रक्रिया आजैबाट अघि बढ्यो, यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्ध लगायतका अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ, यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला भनेका थिए। यो भेटपछि एमाले नेता महेश बस्नेतले भने हर्क साम्पाङलाई होच्याउने गरेको स्ट्याटस फेसबुकमा लेखेका छन्। उनले हर्कलाई भाइ सम्बोधन गर्दै श्रमदानको गफले होइन, केन्द्रको बजेटले खानेपानी उपलब्ध हुनेछ, हर्क भाइ भनेर लेखेका छन्। बस्नेतले बारम्बार काठमाडौँ महानगरपालिकाका मेयर बालेन, धरानका मेयर हर्क साम्पाङ र रासोपा सभापति रवि लामिछाने विरुद्ध कडा खालका स्ट्याटस लेख्दै आएका छन्।